देख्न सक्नुहुन्छ बाटोको दुर्दशाले यात्रुवर्गहरूको हरिबिजो भएको छ। यो बाटो चाहिँ यसरी हिँडिरहेको अवस्था छ, देख्न सक्नुहुन्छ। भारी बोकेर मान्छेहरू आउने क्रम जारी छ। यस्तो छ मान्छेहरू हिँडिरहेको छ, यस्तो छ। यता ठेकदार साहब हुनुहुन्छ, यता बाटो निर्माण ठेकदार साहब। ठेकदार साहबको नि केही चलेन बाटोमा। मान्छेहरू घरिबियो देख्न सक्नुहुन्छ। यसरी ताँत लागेर 1 किलोमिटर माथि पुग्नुपर्ने अवस्था छ। त्यहाँबाट चाहिँ गाडी ड्रप गरेर जान्छ। यो चाहिँ हाम्रो इलामको राजगली खडा खण्ड बिग्रिसकेपछिको चाहिँ अवस्था। हरिबिजोग छ है साथीहरू। तपाईँहरू यात्रा गर्नुहुन्छ भने एमएनसी बाहेक अरू यात्रा नगर्नु होला, किनभने 1 किलोमिटर उकालो हिँड्नु छ। भारीहरू प्रशस्तै बोकेर नआउनु होला। आउँदाखेरि एउटा मात्र झोला ह्यान्डब्याग बोकेर आउनु होला। भारी बोक्नुभयो भनेदेखि यहाँ भारीको नि पैसा लाग्छ, बोक्नेलाई पनि समस्या छ। उकालो हिँड्नु 1 किलोमिटर माथि पुग्नुपर्ने अवस्था हुन्छ। यो बाटो देख्न सक्नुहुन्छ मान्छे माथि माथिसम्म छ गइरहेको अवस्था छ। मेची हाइवेले यो पोहोर असोजको झल्को थियो। असोजमा नि यसरी नै मान्छेहरू चाहिँ हिँडेको अवस्था थियो। अहिले त असारै भएको लाग्छ, साउन भदौ अझ निकै छ। समस्या छ यो बाटोमा है त।